Hello everyone and Salom James everyone. Welcome back to my new video with new and exciting vlog. It's just part of jokes. Hi. Hello. Say hello. Hello. हामी कहाँ गएको? हामी चाहिँ ढुङ्गा कुद्नु गएको हैन? बिहानै हामी दुईजना चाहिँ बोरा बोकेर अब ढुङ्गा यहाँ छ नि ढुङ्गा त यो सर्नुपर्छ. सो ढुङ्गाहरु चाहिँ हामी ओसारेर माथि गिटी कुद्नु पर्ने हुन्छ. आजको त्यही छ. सो सबैजना हेरेर साथ दिनु होला. वाउ हाम्रो सब्जीहरु नि यति भएछ तर नगोडेर यस्तो भइरहेछ है. नि कस्तो मजा आउँदैछ? खै तिम्रो गाडी त चढ्नु सक्दैन झोलामा ल्याएर बोक्नु ल. मेरो गाडी हाम्रो जर्नसले चाहिँ अब ढुङ्गा लाउने काम गर्छ. सक्दो लाउने दुईजनाले बोक्ने. यो सबै लाउने. सबै लाउने माथि लाने. गिटी कुद्नुको लागि हो गाइस. यो हुँदैन. अनि मैले चाहिँ भने छ होला भनेर नसोच्नु होला. सक्दिन क्या हो. यो चाहिँ मैले सक्ला जस्तो छैन मेरो स्ट्यामिना. बाह्र बजी क्या हो प्ला बोरा पनि खायो. बेली गाई हाम्रो चाहिँ यता हो ढुङ्गा कुट्ने चाहिँ गोदाम. अस्ति दिन यति ढुङ्गा फुटाइसकेको थियो. पल्यो त्यहाँदेखि आउँदै यहाँ हिर्कायो नि बोरा. यहाँ चाहिँ भर्नु पर्ने हुन्छ होइन गिटी कुटेर. त्यो चाहिँ छ हाम्रो खेतलाहरू. तिम्रो गाडी देखाइदेऊ. गाडी माई प्रपर्टी. यहाँ चाहिँ हामीले के भन्छ यो वाल लाउँदैछ. यो चाहिँ रोड हामीले पर्सनल रोड पार्किङ लिएको थियो होइन. सो यो चाहिँ हाम्रो त्यो प्रोजेक्ट जाँदैछ क्या. यहाँनिर चाहिँ यो रोड खन्ने अरे वाल लाउने प्रोजेक्ट. यो चाहिँ हाम्रो ड्राइभर. ढुङ्गा खोज्दाले हामी चाहिँ हत्तु भइसक्यो आज ढुङ्गा नपाएर गिटी कुट्नुको लागि. तिमी चाहिँ कहाँ पुगेको? उतै गयो त. यता छ ढुङ्गा. अनि अहिले मुनिबाट ल्याउनु उताबाट. ल्याउनु जो रोडको साइडबाट ढुङ्गा ल्याउँदा हामीलाई मार्दैन. यो चाहिँ मेन फार्म रोड अब हाइवे भन्ने. यो चाहिँ हाम्रो जङ्सन हो. त्यहाँ चाहिँ वाल लाउँदैछ. यो वाल लाइन भने चाहिँ हामीलाई गाली गर्दैछ नि त. बाई बाई बेसी मुनि जाने होइन. बलेर आउनु थाले. बलेरोको ड्राइभर एक्सचेन्ज. लोड चाहिँ बिसिन्छ होइन. कालो छ नि त. अनि त्यहाँ लोडले त गल्छ. लोड चाहिँ हेरिहाल्यो. उकालो कस्तो छ अन्त. उता छ महेन्द्र बाहुबली. अरू बेला त आरामले लग्छ नि. तपाईँले आरामले लग्छ नि कोही बेला त. ब्याक टर्निङ चाहिँ है माने. फेरि तिमीलाई जो त म लानु सक्छ. उम्बल्यो. ए त गले गाइस हैन अघि त उकालो पर्यो ह
सक्छ हे ल चाहिँ यतिमै छ के भएर चिसो भएर ल सास उयो भएर नि गलेको फिल हुन्छ त्यो पुरा पसिना पसिना भएछ कस्तो दामी घाम लाग्यो हामी चाहिँ यस्तै त हो नि गाइस खै म गरौँ तिमी सक्दैन सकेन होस् लु ड्राइभर फेरि एक्सिडेन्ट छ डाउनमा त बिसिन जान्छ यता त ड्रेनतिर चाहिँ नहाल है हाम्रो सुँगुर गाइड लग्यो टर्निङ भिडतिर चाहिँ नकाट है खुरखुरी कुट्न यहाँ चाहिँ मेरो खेतालाहरू छ होइन ठुलो ठुलो खेतालाहरू यहाँ हेर्दा है उयो गीत क्यामराम्यान चाहिँ उसलाई दिँदैछु किनभने उसले चाहिँ पारा नलिएर हो चिज ल्याएर न त फ्रस्ट्रेसन पोलियरको ढुङ्गामा अब चाहिँ के निकालेको मेरो चाहिँ प्यार सर्ट मिला चाहिँ के निकालेको तेरो के निकालेको यो बल चाहिँ के हो तेरो दिमाग चाहिँ फ्रस्ट्रेसन निकालेको खुसी जुस के हो सोल्टिनी जुस भन्थ्यो अरे खाजा खाइयो रोशनी खाइस खाजा सो कस्तो जाँदैछ दिनहरू खोइ यो विन्टर भ्याकेसन चाहिँ तपाईँलाई कस्तो लाग्यो अरे भन्नु न दामी फ्रस्ट्रेसनको लागि ढुङ्गा कुट्नु पायो हो यो पुरा तपाईँको फ्रस्ट्रेसन निकालेको एकदम हो यो 1 इयरको सबै फ्रस्ट्रेसन निकाल्यो यही अब जुनसुकैले रिस उठाए पनि नाना रिसाउनेवाला छैन पानी भएर बस्ने पानी पुरा आगो जति आए पनि यसो पानी छिर गर्दै बस्नेवाला छ यहाँ शर्मिला के उतार्दैछस् तैँले सालवारीको लागि रोशनीले के होइन यो चाहिँ साइलेन्ट किलर र अहिले बोल्यो नि यत्रो बोली निकाल्छ अहिले रोशनीले स्टेसन चाहिँ यहाँ फेरि मपट्टि निकाल्छ होला हौ यिनीहरूले काम गरेको यस्तो मोजन कस्तो खतरा आइरहेको छ होइन हामी चाहिँ खाजा साजा पनि खाएर आइसक्यौँ ढुङ्गा भेला पार्नुपर्ने एकछिन भिडियो अन गरेको यो मेरो थुप्रो यत्रो ठुलो छ छुट्टी गरेको यिनीहरूले खोइ कति चाहिँ आज बाई बाई जिक्सेल प्रिटेन्ड गर्नेलाई त कसले सक्छ र होइन यत्रो कुट्यो हामी बताऊ हामी मिन्स दामी आज बेलुका चाहिँ दिनभरि कुटी होइन अब बेलुकाको चाहिँ हाम्रो फेरि मोमोको पार्टी छ होइन यता पोर्कको पनि आइटम बन्दैछ सब्जी काट्ने यस्तो मौसममा तातो मोमो खाएर यता भुक एक मग टु यहाँ इन्जोय के हो भने हिउँदोमा होइन घरि केक काट्छ घरि के गर्छ घरि जुम्रा पाल्छ हो अहिले एकदिन भएर खाएको भिडियो बनाऊ हिजो बेलुका यति मोमो दिएर पनि आज यहाँनिर मेरो खेतालाहरूले काम गर्दैछ नि हिजो जति गिटी कुट्यो कि त्यति मात्रै छ सो हामीहरूको गिटी कुट्ने खेतालाहरू चाहिँ यस्तै छ होइन अब तपाईँहरू ओए क्या हो पारा क्या हो हामीहरूको चाहिँ यो गिटी कुट्ने काम यतिकै कन्टिन्यू भइरहेछ म्याडम लेजी मिस्टर के भन्नु बक्तोला बोक्तो अब मिस्टर लगाइदिउँ न त होइन आफैले अब बोक्तो छ हामीहरूको चाहिँ यस्तै छ सो थ्याङ्क यू फर वाचिङ बाई बाई
बाई बाई थ्याङ्क यू फर वाचिङ यो भ्लग यतिमा एन्ड हुँदैछ के हो त्यो भनेको ए